सेवा नमस्ते। आज चाहिँ हाम्रो 2072 साल 82 भयो त हैन, 82 साल वैशाख 29 गते आज चाहिँ हाम्रो उभौली पर्व। हामी चाहिँ त्यहाँ जाँदैछौँ साकेला गोकर्णतिर, त्यही भेटौला साथीहरू। किरातीहरूको मान्छन् घरबाटै सुरुवात गर्यो खार्नलाई हैन। अब त्यहाँ पुगेपछि के खाने हो, छोरीले बरफ खाने त केही खादिन भनेको छ। हेरौँ नपुगी नै माग्न थाल्छ। मान्छ किरातीहरूको मनाउनु पर्यो। गएर ड्याङ साकेला नाच्नु गएको त हामी त। खानेकुरा चिज अब चाहिँ ल भन साथीहरू, अब चाहिँ हामी साकेलामा लाग्यो। आइसक्रिम खान थाल्यौँ भैयाको। यो तर अहिले त धेरै सुविधा बनाइदिएको रहेछ नि। यहाँ चाहिँ हाम्रो प्योर व्यापारी हो। हेलो बिहाई नबिहाई पुरै हुनुहुँदो रहेछ उहाँहरू। सेलरोटी हाम्रो दाईहरू पनि हुनुहुँदो रहेछ। मन बन्दाको सबैजनाले आया हो। यहाँ हाम्रो भेना दाईहरू हुनुहुँदो रहेछ, दिदी पनि हुँदो रहेछ। पाहुनालाई सत्कार गर्दै हुनुहुन्छ साथीहरू। भित्र छ नि त के छ हाम्रो बहिनीहरूको यहाँ खानेकुराहरू हेरौँ। सबै कुरो रहेछ। मामालाई हवा गर। नमस्ते भान्जी। के सिल्यो भन्छ नि
जमुता बस्नु दरम दरम दिदी नाच्ने तिमीहरू साकेला यहाँ विशेष हजुरहरूलाई फ्रीमा पानीको व्यवस्था पनि गरिएको छ। छिटो छिटो आउनु होला है त पानी पिउनको लागि। हामीले फ्रीमा पानीको व्यवस्था गरिरहेका छौँ। यहाँ छिटो छिटो आएर पानी लिन सक्नुहुन्छ। हाम्रो साकेला अन्तिम चरणमा आइसक्यो साथीहरू। अब चाहिँ हामी घर जानुपर्ने। यहाँ थन्कमनको हाम्रो बहिनीहरूको व्यापार थियो। व्यापार चाहिँ अब थन्कमनको गरेर अब घर जानुपर्ने हुन्छ।